प्रतिवेदन लेखन। ऐतिहासिक तथा धार्मिक स्थल जानकी मन्दिर, जनकपुर धाम। परिचय। जानकी मन्दिर नेपालको सबैभन्दा ठूलो र कलात्मक मन्दिरमध्ये एक हो। यो हिन्दू धर्मावलम्बीहरूको लागि एक पवित्र तीर्थस्थल हो। माता सीताको सम्झनामा निर्मित यो मन्दिरलाई नौलखा मन्दिर भनेर पनि चिनिन्छ, किनभने यसको निर्माणमा तत्कालीन समयमा 9 लाख चाँदीका असर्फी खर्च भएको विश्वास गरिन्छ। वास्तुकला र बनावट। जानकी मन्दिरको बनावट नेपालका अन्य मन्दिरहरूभन्दा भिन्न छ। यो मुख्यतया मुगल र राजपूत शैलीको सम्मिश्रण हो। यो मन्दिर 4860 वर्ग फिट क्षेत्रमा फैलिएको छ। यो 3 तल्ले भव्य भवन हो, जसमा करिब 60 वटा कोठाहरू छन्। मन्दिर पूर्ण रूपमा पत्थर र सङ्गमरमरले बनेको छ। यसका भित्ताहरूमा मिथिला कला र रङ्गीन सिसाका टुक्राहरूले सजावट गरिएको छ। मन्दिरको मुख्य प्रवेशद्वार निकै अग्लो र आकर्षक छ, जसले कुनै भव्य राजदरबारको झल्को दिन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्व। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यहाँ विवाह पञ्चमी महोत्सव भव्य रूपमा मनाइन्छ। यस दिन भगवान राम र माता सीताको प्रतीकात्मक विवाह गरिन्छ। राम नवमी, जानकी नवमी, छठ र झुलक उत्सव यहाँका मुख्य आकर्षक हुन्। यो मन्दिर प्राचीन मिथिला सभ्यता र कलाको जीवन्त सङ्ग्रहालय हो। यहाँको विवाह मण्डपमा राम सीताको विवाह भएको ठाउँ मानिन्छ। पर्यटकीय महत्त्व। जानकी मन्दिरलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रस्तावित गरेको छ। यहाँ नेपाल र भारतका मात्र नभई विश्वभरका पर्यटकहरू धार्मिक दर्शन र वास्तुकलाको अवलोकनका लागि आउने गर्छन्। निष्कर्ष। जानकी मन्दिर केवल एक धार्मिक स्थल मात्र नभएर नेपालको गौरवशाली वास्तुकला र प्राचीन मिथिला सभ्यताको प्रतीक हो। यसको संरक्षण र संवर्धन गर्नु हामी सबैको दायित्व हो। मिति 2082 9 महिना 16 गते। प्रतिवेदकको नाम सुनिता मगर। धन्यवाद।